हेलो न्यवासे नमस्ते सेवारो दाजुभाइहरू सन्चै हुनुहुन्छ। आज तपाईहरुलाई मैले एउटा राम्रो सुसमाचार सुनाउन गएँ त। के हो त भन्नुहुन्छ भने अब आइन्दा तपाईको मास्टर र पीएचडी को डिपेन्डेन्टले कोरियामा स्वतस्फूर्त खुल्ला तरिकाले काम गर्न पाउने भएकाले अब एकजनाले कमाएर एकजनाले पढ्ने वातावरण चाहिँ तयारी भयो कोरियामा पनि है। अनि पीएचडी र मास्टरको मात्रै हो है, फेरि ब्याचलरको लागि डिपेन्डेन्टहरूलाई एलाउ छैन। तर समस्या चाहिँ के छ भने भिसै दिँदैन क्या, मेन समस्या। उताबाट के भन्छ, खै के भन्छ। अनि प्लस E1 E3 E4 E5 को डिपेन्डेन्टले पनि जतिवटा पनि काम गर्न पाउने गरी नयाँ नियम भर्खरै यो चौथो महिनामा लन्च भएको छ। यसको चाहिँ भरपुर फाइदा लिनु होला है त। तपाईहरुलाई थाहा थिएन भने तपाईहरु सोधी खोजी गरेर डिपेन्डेन्टलाई काम लगाएर आफू डिपेन्डेन्ट हुन आफूले पनि काम गर्न सक्नुहुन्छ। हस् है त। ल धन्यवाद, सबैजनाको दिन शुभ रहोस् है त।